साथीहरू आज सानो कुलोको मिटिङले गरेर अलिक खेततिर आउन पनि ढिलो भयो। बुवा एक्लै काम गरिरहनु भएको छ के अरे रिसाउनु हुँदैछ। आज रिसाउनु त मार्नुहुन्छ आज मलाई के गर्नु। बसार लागेछ, खेती लागेछ, बाबालाई खाना पनि ल्याइदिएको ढिलो भयो कि के हो। यस्तो यस्तो आलीको बाटो हिँड्नुपर्छ यहाँ। लाग्यो त्यो साथीहरू के छ अब। आई होप बुवा चाहिँ थोरै रिसाउनु भएको भए हुन्थ्यो। होइन उहाँले अब केही गर्नुहुन्छ भन्दाखेरि पनि मेरो कारणले उहाँको चित्त नदुखोस् भन्छु कि होइन। अब सकेसम्म त भ्याउँदैछु, गर्दैछु। कुलो थियो त्यहाँ, कुलोको मिटिङमा गइरहेको छु। एक समय लाग्यो, देख्न सक्नुहुन्छ साथीहरू। ए मार्नुहुन्छ अब। अब हामी सबैजनालाई थाहा भइसक्यो, अब चाहिँ असार लागिसकेको छ। रोपाइ गर्नुपर्ने बेला यही हो। हाम्रो वर्ष दिनको लागि, खानको लागि धान चामल भन्ने कुरा रोप्ने सिजन चाहिँ यही हो साथी है। त्यसैले अलिअलि आफूले जानेको जति, सक्ने जति काम गर्दैछु। बाबालाई मम्मीलाई सघाउँदैछु। गाह्रो छ हौ साथीहरू, गाह्रो छ। यसो कमेन्ट गर्नु होला कसले रोपाइ गरिसक्नुभयो। हाम्रो त रोपाइ गर्न बाँकी छ है साथीहरू अझै। अब अलिकति काम पनि धेरै छन् है जग्गाहरूमा। सो हेलो साथीहरू, म चाहिँ कमला खोजबाट त केही भन्दिनँ। बुवा बुवा चाहिँ म काम गर्न अलिक ढिलो आएर रिसाउनु भएको छ। यहाँ कुलोको मिटिङ पनि थियो, त्यहाँ पनि गएको थिएँ।